हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी जाँदैछौँ बौद्ध गोरिया महोत्सव लागेको ठाउँमा। अस्ति चाहिँ जुन देखाएको थिएँ त्यो पार्टमा चाहिँ मैले देखाउनु पाएन, उतातिरको मन्दिरहरू त्यो सबै। अनि आज चाहिँ त्यहाँ मेला लागेको छ। अब 3-4 गतेसम्म, 1 र 2 गते चाहिँ धेरै भिडभाड हुने गर्दछ। र अहिले के कस्तो छ त्यहाँ गएर त्यहाँको डान्सहरू यताउता सबै देखाउँछु। सबैले फुल भिडियो हेरेर लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला। यो चाहिँ बौद्ध गोरियाको मेन चोक हो। अनि अटो पनि आइरहने धेरै मस्तले। अनि यो चाहिँ मेन गेट हो बौद्ध गोरियाको। अब हामी यहाँदेखि भित्र 2 गतेतिर सबभन्दा धेरै हुन्छ भिडभाड, 1 र 2 गते। तयारी हुँदैछ सब चिजको, अब लागिरहेको छ भर्खर भर्खरै। गेम भइरह ल हाम्रो दोस्तले यहाँ 250 रुपियाँ जितिसकेका छन् चिर हानेर। यहाँ चिया पार्टी भइसकेको छ खतम। ल साँझ यहाँ बबाल डान्स हुन्छ, सबैजना फुल भिडियो हेर्नु होला। बौद्ध गोरिया माथिको मन्दिर हो, एउटा मन्दिर यता छ। त्यसपछि यता चाहिँ बर्तीमनमा पूजाहरू भइराखेको हुन्छन् धेरै जसो। यो बाटो अब सिधै चल्छेर तल झुलुङ्गे पुलनिर मिल्छ। अस्ति जहाँ मैले देखाएको थिएँ त्यही जान्छ यो बाटो चाहिँ तल। यहाँ चाहिँ एउटा शिवलिङ्ग रहेको छ शिवजीको। हर हर महादेव। सबैजनाले हेर्दै राख्नु होला। साँझ यतापट्टि डान्स हुन्छ, म देखाउँछु हजुरलाई। एउटा ठुलो मन्दिर चाहिँ यता पनि छ। टेके यो कुन मन्दिर हो? शिव पार्वतीको मन्दिर हो यो चाहिँ। आउनु होला बौद्ध गोरिया मेला धार्मिक स्थल। यो हाम्रो धेरै भाइरल पुल छ यो। हेलो, तो लीजिए हमारा कार्यक्रम चालू और शुरू किया जा रहा है। सर्वप्रथम साध व आवाज सुना आप शिवस्ती बनना। लीजिए गुरुदास। लगाइ सब भिडभाड भइसकेको छ। यता सबै आउँदैछन् होइन, मस्त पारामा बबाल क्रिस्त्री मेरो दाइ यहाँ छ। अनि केटाहरू चाहिँ यता आउँदैछन् तपाईँ। ए आऊ ए आऊ। भइसकेको छ यता टन्नै। एकदमै बबाल भिड भइसकेको छैन। गाडी आउने ठाउँ पनि छैन अहिले। यहाँ बाटोमै अगाडि मेन चोकमा, भित्र त जाने हिँड्ने ठाउँै छैन। अनि यहाँ चाहिँ बबाल भयो यहाँ अहिले। अबिन यता हेर।